यति भाडा मान्नलाई दिनभरि लाग्छ। छिट्टो छिट्टो भाडा माझेर गाई बस्तु बगाइसके, छिट्टो घाँस काट्न जा। अनि उहाँ चाहिँ को नि? उहाँ मेरो भाउजू हुनुहुन्छ। ए हाम्रो रामदाईको श्रीमती पो हो? ए भाइ उता हेर्नुहोस् न कुखुराको भाले। ए यता हेर्नुहोस् त, यसको साथमा सितन बनाएर खान पाउँदा कति मजा आउँथ्यो होला। होइन ए बाबु, तिमीलाई कसैको घरमा पाले भाले देख्नु हुँदैन कि क्या हो? तिमी खुरुका गइहाल त, त्यो भाले मेरो हो। बारीमा जौ पाक्या छ, गहुँ त्यतिकै पाक्या छ। एउटीलाई पानी लिन पधरामा पठायो भने त्यतै हराउँछे, घाँस काट्न गयो भने त्यतै हराउँछे। म बुढी मान्छेले मात्रै कहाँ भ्याउने? आमा, कहिले नआउने सानो काजी आज हाम्रो घरमा किन आएको होला? मलाई त हाम्रो घरको चियो चर्चा गर्न आएको हो कि जस्तो लाग्यो। आज दिउँसो के गरेर आयो अहिले? आज मैले नथा पाए झै गर्दिएर छिन्न गजरी नभए कहिले नआउने सानो काजी एक्कासी हाम्रो घरमा किन आयो त? आफैले भन्यो भने म घरमा एक्लै हुन्छु, आए भइहाल्छ नि भन्यो भने त्यसको नाठोलाई बोलाक्यो। त्यसलाई मैले देखौँ भेटौँ न मात्रै। अहिले मैले धेरै सहेर बसिरहेको छु, अनि म बौलाउन थालेपछि त्यसले मेरो देख्छ बाउको बिहे। आमा के सोचेर बस्नु भएको? भाउजूले के सोच्दै हुनुहुन्छ? ए केही सोचेकी होइन, नातिनी अहिले के गर्दै होली, कसरी बसेकी होली भनेर यसो मनमा लागेर सोचेकी नि बाबु। नातिनीले के गर्ने? नयाँ साल आएको छ, मामाहरूसँग रमाउँदै होली नि। हेर अचार पिसेको ढङ्ग मसिनो पारा पिस्न सकिनस्? तेरो डुनुला छित्तिनु गर्ने होइन है छोरा। तेरो भाउजूको चालामाला मलाई ठिक लागेन है। नत्र कहिल्यै पनि नआउने सानो काजी हाम्रो घरमा एक्कासी किन आए भन् त? म पनि त्यही सोचिरहेको छु, कहिले नआउने मान्छे किन आयो होला त? म त अचम्म परेको छु। हेर बाबु, मलाई लाग्छ त्यसले आफैले बोलाक्यो, नत्र बिहान भनेको होइन मलाई सानो काजीले यस्तो गर्यो उस्तो गर्यो भनेर। हाम्रो आँखामा त्यसले छारो हाल्न खोज्दैछ क्या? त कुरो बुझ्दैनस्? त्यस्तो त नहोला। त साँचिलो बनेर भाउजूलाई जोगाउन नखोजै। अहिले कसको मनमा को पस्न सक्छ र? अस्ति पँधेरामा पानी लिन जाँदा को लोग्ने मान्छेसँग बोल्दै थियो। मैले त त्यति वास्ता गर्दिन र पो। भात तरकारी पाकिसक्यो, के ट्वाल्ला पर बसे कि बुहारी मान्छे भएर। भाडा ल्याऊ न, म पस्किदिन्छु। हुन्छ आमा। होइन भाउजू, म तान्दिन्छु।
अलक्षिणी मरि छैन अहिले खानालाई भनेर ठिक्क पारेको तरकारीमा पानी खनिएर मरि छैन आमा मान्छेबाट कति हुन्छ छोड्दिनु सात अलक्षिणीले लुप्त किन चाहिँ तेरा माइती बाउले केही संस्कार पनि सिकाएको रहेछ होइन अब मलाई खाना आँटिएछेस मलाई खाएपछि तँलाई ढुक्क हुन्छ लक्ष्मी कहाँ कि तेरो बाउको खट्टु मैले जाँदा छु तैँले मलाई खन्या किनेर मलाई के देखाएर खन्या किन्छ तेरो चाहिँदैन मलाई लक्ष्मी मा कि नबिने भाउजू नरुनुहोस् बरु कोठामा जानुहोस् म भान्सा सफा गर्छु भयो बाबु मैले सफा गर्छु बरु मैले गर्दा आज हजुरलाई भोकै बस्नु पर्यो मेरै गल्ती लियो आमाले मलाई यस्तो गराउनु भएको छैन भाउजू भोक लागेको मनमा आगो बढेको छ आफ्नो घर पनि नर्क जस्तो भइसक्यो देवी जस्तो भाउजू हुनुहुन्छ आमा भने राक्षसनीको रूप लिनुहुन्छ जसो गरे पनि यो घर नसुध्रिने भयो म त हैरान परिसकेँ काँचा दाउरा लिएर आएको अब सुकिया दाउरा खोज्न त कहाँ जाम त जस्ता थिए त्यस्तै ल्याए बुढा हेर्नु न तपाईँले दाउरा कटाउने भनेको पनि 2-3 महिना बितिसक्यो कोही खेतारो पाउने होइन बरु त्यो पारी गाउँको रामेले मेसिनले दाउरा काट्छ रे भन्ने सुनेकी थिएँ त्यसैले बोलाएर कटाए हुन्थ्यो कि बुढी त्यो रामेले दाउरा काट्छ भन्ने त सुनेको थिएँ तर मान्छेले जस्तो मसिनो गरेर काट्दैन रे त्यसले त काट्ने र गिर्ने मात्रै गर्छ रे जसरी पनि मान्छे नलगाए हुँदैन भन्छन् अरूलाई सोद्धा पनि अब भोलिसम्म हेरौँला नि खै बुढा के हो मैले त त्यसले काट्छ रे ढाल्छ रे सबै गरिदिन्छ रे भन्ने कुरा सुनेकी थिएँ अब हजुरलाई थाहा नभएको मलाई त के थाहा र अनि बुढो हजुर त खेतमा जानुभएको थियो त बाली नाली कस्तो रहेछ त कस्तो हुनु बुढी ठिकै छ खडेलीले खाइसक्यो खेती काम गरेको पनि उठ्ला जस्तो छैन त्यसो भए त यसपालि पनि सबै मेहनत खेर जाने भयो आकाशबाट पानी परेन त्यही भएर त होला नि त्यही त बुढी छोरो पनि गाउँतिर गएको छ त्यसलाई फोन गरेर भन्न पाए कसैलाई दाउरा काट्ने मान्छे भनेर आउँछ कि खोइ त्यो मेरो फोन ल्याउ त ल फोन आइरहेको रहेछ ल्याउनुहोस् त आफ्नो फोन त यसो गोजा राखेर हिँडे पनि हुन्छ नि कति बेला कसको फोन आउँछ सधैँ घरमा छोड्दै हिँड्दै चुप लाग्यो वडा अध्यक्षको फोन आएछ हेलो हजुर प्रधानज्यू नमस्कार नमस्ते नमस्ते वडा अध्यक्षज्यू के छ खबर सन्चै हुनुहुन्छ हजुर प्रधानज्यू सन्चै आरामै छौँ बरु हजुरलाई कस्तो छ घरमा सबैजना सन्चै त आरामै हुनुहुन्छ होला बाबु यता पनि सबै ठिकै छ कहाँ छौ त अहिले
र प्रधानज्यू अफिसतिरै छु। अनि प्रधानज्यू सानो काजी कता हुनुहुन्छ? निर्मल पनि यतै छ। कहाँ जानु र? घरतिरै छ। बरु मेरो गुनासो के भयो कुन्नी? प्रधानज्यू त्यसैको लागि त फोन गरेको मैले। सानो काजीलाई भोलि नै एकपटक काठमाडौँ पठाउनु पर्ने भयो, त्यसरी फोन हानेको। ए काम परेपछि त फोन हान्न परेको हो नि। बरु कहिलेसम्म जानु पर्ने हो काठमाडौँ कुन्नी? सक्नुहुन्छ भने प्रधानज्यू भोलि बिहानै पठाउनु ल। ए ल ल हस् बाबु, म भोलि नै पठाउँछु। हस् प्रधानज्यू, काठमाडौँ पुगेर मलाई फोन गर्न भन्नु होला। कहाँ जाने के गर्ने सानो काजीलाई सबै कुरा मैले बताइदिन्छु। हस् त प्रधानज्यू। हजुर हजुर, ए हस् हस् हस्। बुढी छोराको जागिर लगभग पक्का हुने भयो। त्यति छोरालाई एउटा जागिरमा टेकाउन पाए त हाई सुक्खा हुन्थ्यो नि बुढा। ठिक छ क्या, ठिक छ। किन पिर गर्छौ? पढे लेखेको छ। छोरा त आइस? आएँ आमा। यसलाई खुसीको खबर सुनौँ भनेको भित्र गइहाल्यो। लौ के पिर गर्न ह त? कता कता गथे थाकेर आयो ला गयो। यो कुरा त भोलि बिहान सुनाए पनि त हुन्छ नि। भगवान, मैले कुञ्जुनीमा के पाप गरेकी थिएँ र यति धेरै चोट दिएका छौ मलाई। भयो भगवान, म यति धेरै चोट सहेर बाँच्न सक्दिनँ। होइन, मैले यसरी मेरो ज्यान हाल्नु हुँदैन। मैले मेरो ज्यान हाल्दैमा सबै कुराको समस्याको समाधान हुँदैन। मैले मेरो छोरीको लागि भए पनि बाँच्नुपर्छ। आज म जिउँदै छु र त यिनीहरूले मेरी छोरीलाई यति धेरै हेला गरिदिन्छन्। यदि म मर्यो भने यिनीहरूले मेरी छोरीलाई त जिउँदै गाडिदिन्छन्। जहिले म मेरो छोरीको लागि मात्रै भए पनि बाँच्छु। आजबाट मलाई शक्ति देऊ भगवान।
सिधा औँलाले घिउ आउँदैन भन्ने कुरा त सुन्दै आएकी थिएँ। आखिरीमा साँचो रहेछ। जति राम्रो गर्छु भन्दा पनि म मेरो सासूको लागि राम्री हुन सकिनँ। त्यसैले मलाई यो समाजले जेसुकै भनोस्, अब मलाई मतलब छैन। अब म मेरो श्रीमान साँच्चीकै मरेको हो या जिउँदो छ, म पत्ता जसरी पनि लगाएरै छड्छु। छोरीलाई राम्रो शिक्षा दिन सकुला नसकुला त्यो आफ्नो ठाउँमा छ, तर भोको पेट कहिले सुताउने छैन। अब यो घरबाट सधैँको लागि जानै पर्छ। जाने त भने जाने चाहिँ कहाँ होला। अब मैले त्यही सानो काजीलाई माया जालमा फसाएर काठमाडौँसम्म पुग्छु अनि मेरो श्रीमानको बारेमा खोज तलास गर्न पनि सजिलो हुन्छ। अनि सानोतिनो जागिर कसो नपाइएला त काठमाडौँमा। छोरी पनि मामा घर गएकी छे, यही हो मौका। म जसरी पनि काठमाडौँ पुग्छु।
हेलो म यहाँ हजुर सानो काजी के छ सन्चै हुनुहुन्छ ठिक छ के गर्दैछौ त यति बेलासम्म सुतेकै छैन रहेछौ त म पनि ठिक छु सानो काजी सुतिरहेकी छु अनि आज त हजुर तिरिमिरे हुनुहुन्छ होला नि के को तिरिमिरी हुनु त्यही तिमीले रक्सी लिउँदा देखेको भएर होला होइन तिरिमिरी हुनुभयो भनेको हो नि रक्सी खाएपछि तिरिमिरी पार्छ भन्छन् आफू त नखाने परियो खाए भइहाल्यो नि झिकेर आफ्नै सासूले घरमा बनाउँदो रहेछन् ल हुन्छ रक्सी खाँदै हुनुहुन्छ होला कतै डिस्टर्ब गरे कि सरी ल छैन हो किन डिस्टर्ब हुनु तिम्रो नै याद आइरहेको थियो तिमीले ठ्याक्कै फोन हान्यो अनि मेरो नम्बर चाहिँ कसले दियो तिमीलाई हजुरले आफै दिनुभएको थियो नि बिर्सिनु भयो र मैले कहाँ दिएँ हजुरले विनोद बाबुलाई दिँदा मैले याद राखेकी थिएँ ए त्यही त मैले कहाँ कति बेला दिएछु भनेर सोचिरहेको थिएँ अनि यता सुन न निरु तिम्रो कस्तो याद आइरहेको छ यता आउन मिल्छ भने आउन याद त आएको छ होला तँलाई यो त सुरुवात मात्रै हो हेर्दै जान तँलाई कति याद आउने गराउनेछु आउँछ नि खुबै मेरो याद अरू कसैको आयो होला मलाई भन्न नमिल्ने होला नि आज दिउँसो मैले जे गरेँ त्यसको लागि सरी हजुरको आँखा बेलुकासम्म रातो रातो भएको थियो के को सरी भन्नु पर्दैन कि तिमी कहाँ सुत्छौ म आउन मिल्छ भने आउँछु के तिमी आउँछौ मेरो घरमा किन आउनु पर्यो सानो काजी खाना खानु भयो होला सुत्नुहोस् धेरै नजिस्किनुहोस् फेरि गाह्रो होला हजुरलाई त्यही गाह्रो भएर त तिमी मेरो घरमा आऊ कि म तिम्रो घरमा आउँछु भनेको नि कस्तो कुरा बुझेर नि नबुझे जस्तो गरेको म आउँछु ल पर्दैन आउन सासु आमा देवर बाबु घरमै हुनुहुन्छ पर सुन्नु न भोलि बिहान दुध पुर्याउन आउनु होला पँधेरीमा भेटौँला नि मलाई कस्तो भेट्न मन लागिसक्यो क्या भोलि बिहान नभन न म आउँछु ल किन डराउन पर्यो के देवर र सासूसँग उनीहरू त सुतिसकेको होलान् नि आजलाई सुत्नुहोस् भोलि बिहान म पँधेरीमा हजुरलाई कुरेर बस्नेछु आई लभ यु माया लभ यु टु सानो काजी हस् अहिलेलाई मैले फोन राखेँ है
ए बाबु हेत तेरिका अझै निन्द्रा पुगेन है क्या यसलाई? हिजो बेलुका भन्न पनि बिर्सेछु, कसरी उठाउने होला? बाबु ए बाबु फेरि बाले बिहानै ढोका हानेर सुत्नै नदिने भए के भएछ र फेरि? अझै 1-2 पटक आवाज दिन्छु, उठ्छ कि? बाबु कति सुतिराखेको? बुवा हजुर के भयो र यति बिहानै मलाई उठाउनु भएको? त्यस्तो केही भएको छैन। हिजो अध्यक्षले तँलाई आज काठमाडौँ पठाइदिनु भन्नुभएको थियो, त्यसैले त तयारी भएर काठमाडौँ जान पर्छ बाबु, त्यही भएर तँलाई उठाएको। ए बुवा हजुर पनि हिजो भन्नु पर्दैन? आजै जानुपर्ने के रहेछ र त्यस्तो? भोलि गए हुँदैन? खै बाबु भोलि नै पठाइदिए भन्नुभएको थियो, घरमा पनि खासै काम छैन। छिटो उठेर तयारी भएर आइज, तेरो आमालाई म नास्ता बनाउन लगाइदिन्छु है। ल म गएँ, चाँडै आइज। आज निर्मलीसँग पन्ध्रमा भेट्छु भनेर बाचा गरेको थिएँ, के गर्ने होला के भन्ने होला त? अब एकचोटि फोन हान्छु। तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। माफ गर्नुहोस्, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। बाबु चाचा नखा। बुढी ए बुढी टिका लिएर आऊ त। छोरालाई ढिलो भयो, अहिले गाडी छुट्यो भने छोरो सन्दीप खड्कासँग हिँडेर जानुपर्छ। बल्ल त 7 बजे छ, 8 बजे बल्ल गाडी आउने हो। कति आत्तिएको के हजुर पनि? यहाँदेखि जान पनि पर्यो। बाबु ल बाबु राम्रोसित जा, काठमाडौँ पुगेपछि फोन गरेस् नि फेरि, पुगे बा आमा भनेर। बाबु 5,000 छ, बाटो खर्च लैजा, नपुगे ब्याङ्कमा पैसा हालिदिउँला। अनि सुन, काठमाडौँ पुगेपछि चाँडै आइज। यो नयाँ सालमा सबै परिवार बसेर मनाउनु पर्छ, त नभएपछि त हामीलाई रमाइलै हुँदैन। हस् बुवा, काठमाडौँ बसेर पनि के गर्नु छ र? छिटै फर्किन्छु। यो पालिको नयाँ साल सँगै मनाउनु पर्छ। ल ल ल चाँडै आइस र रमाइलो गरेर मनाउँला। ल भाग्यमानी भयो। ल ल आशीर्वाद छ, राम्ररी जा है।
जीवन